हेलो नमस्ते नमस्ते साथीहरू यो भिडियो छ नि एकदम रमाइलो छ होइन हुन चाहिँ यसलाई कोकटेल भिडियो भन्छ होइन जे छ त्यो अर्ग्यानिक हो होइन कोकटेल भिडियो ल यो कोकटेल भिडियो समथिङ तिन तिन मिनट कति सेकेन्डको हुन्छ होला होइन यो कोकटेल भिडियो हेर्न चाहिँ नभुल्नु है त ल ट्याक्क सब्सक्राइब गर्नुहोस् बेल आइकनलाई टिङ्ग बजाइदिनुहोस् होइन लाइक गर्नुहोस् अनि सरासर हेर्नुहोस् ल हस् ज्ञानी हो नि त है तपाईँ हामी चाहिँ जेब्रा क्रसिङमा छ होइन बौद्ध यता डल्ली अब हामी बौद्ध गेट छिर्यौँ है त माने गेट जता आइपुग्यो हामी अब यो ठाउँमा म आइरहेको हुन्छ आउन चाहिँ प्राय होइन त्यही भने आज यस्तो तरिकाले अब आयो हामी घुमघाम हुँदैछ हाम्रो हुँदैछ हामी लाग्यौँ अब यतातर्फ यता के हो यो अनार स्याउ के एभोकाडो होइन हामी यता लाग्यौँ यस्तो रहेछ हामी पनि देखाऊ है आमा छोरी यता पछाडि गाह्रो छ बौद्ध कसको फोटो लिनु पर्यो ए हामी चाहिँ यता हो अलि मधुरो छ यसरी चाहिँ अलिक देख्दो रहेछ राम्ररी यस्तरी बौद्धतिर भान्जी त फोन घरमै छोड्यो होला हो यस्तोहरू भन्ने त चाँगोमा बन्ने हो कि यिनीहरू सबै यस्तोहरू थान्का तिम्राले फोटो खिचिदिउँ ल न खिच न खिच्ने फोटो त ए हाम्रो भन्दा नि यिनीहरूको खिच्नुपर्छ कति साह्रो चाहिँ के माला चुरा लाउने के लाउने ल चुरा ल कस्तो माला पोते अनि एगुको भिडियो बन्द माला लाउँछ अरे ज्वाइँलाई होला नि यो त छेमा भन्दा नि सानो रहेछ मामा भान्जी हेलो होइन कतिचोटि हलो भन्नु हाँसेको आमा जस्तै गरेर हाँस्छ कि दाँत देखाउने फोटो चाहिँ खिच्दौ न दुई यति धेरै राम्रो चिजहरू पाउँदो रहेछ कि यस्तो मूर्तिहरू टक्क मूर्तिहरू कस्तो ए भेटेन होइन मैले खास यस्तो भित्र यो पानी हुन्छ त्योभित्र भगवान् भएको खोजे हो कि यता पोस्टरहरू यो खुकुरी कस्तो दामी रहेछ होइन चाबी होइन क्या मैले पर्स के साइड ब्यागमा बोक्नलाई लाउनलाई हो कि टक्क त्यो बटुका यता फोटोहरू सबै आर्ट्स फोटोहरू सिनको फोटोहरू पनि यता मन्दिर खै यो मन्दिरको नाम चाहिँ मलाई थाहा भएन कि हो थाहा भएन यता टिकटकमा व्यस्त छिन् फेरि एउटा दिदीहरू बाटो साटो पनि छोड्नु भएन एकछिनमा पनि खिचिदिँदै भयो होइन यस्तै छ यता पनि हेर्नु
यो बाटोको ठ्याक्कै यही बाटोको भिडियोहरूले लागु देखिरहेको थियो होइन अनि भ्युज राम्रै गएको थियो कमेन्टहरू सबै यो चाहिँ भान्जी मेरो त्यसैले के भन्दैछन् भने यही ठाउँको अरू लगाएको भिडियो भ्युज यति आएको छ होइन यति आएको छ लाइक पनि यति आएको छ अब मैले यसै गरी अब लगाएको छु नि मैले पनि त त्यही भिडियो त्यतिकै सेकेन्डको त्यस्तै खाले ठ्याक्कै यो अहिले भिडियोमा भएको मान्छे पो नहोला त होइन तर सिन यो बाटो सबै एउटै हो क्या त मेरो धेरै धेरै भनेको त्यो 100-200 भ्युज जान्छ होइन त्यो पनि त्यो यस्तो सार्दै लाँदाखेरि स्क्रल के भन्छ नि त्यो गर्दै लाँदाखेरि त्यो त्यति भ्युज भयो होला भन्छु म होइन त्यही भएर दुःख लाग्छ यो ठाउँमा यति भिडियो खिच्न गएकोमा यो बोइ ल साथीहरू होइन हेर्नुहोस् है यो हाम्रो सहर यो हाम्रो काठमाडौँ सहर होइन यो चाहिँ कहाँबाट लिएको फोटो ल भनेर हजुरहरूले एकछिन यो भिडियो हेर्नु भने बल्ल थाहा पाउनुहुनेछ होइन यो हाम्रो काठमाडौँ सहर होइन एकदम रमाइलो छ हेर्नुहोस् होइन आकाशमा बादलहरू टक्क होइन यो चाहिँ आर्मी क्याम्प है अनि स्तुपा होइन वाल छ स्तुपा चिन्नुभयो चाहिँ होइन यो कुन ठाउँ हो भनेर बादल हेर्नुहोस् न माथि बादल बबाल छ होइन यो चाहिँ म है त्यसपछि टक्क यस्तो पुरै चोरको घाम लागिरहेको थियो होइन घाम आयो भए पनि यसो घुमघाम गऱ्यो भनौँ न टक्क लगाएर अनि बाँदर टक्क भिडियो गरिरहेको थिएँ बाँदर आएर टक्क बसिरहेको भने ल कोट्टाको हेर्नुहुन्छ ए भगवान् बहिनी बिचरा एक्लै के गर्थ्यो के हराए जस्तो खोजिरहेको थियो सोधौँ कि जस्तो लागेको थियो फेरि सोध्दैन भनेर जस्तो लाग्यो अनि मैले सोधिनँ यो त बोयफ्रेन्ड नराखेको के हो फोनमा हाल्ने हाल्दैछु मान्छे त अहिले त खासै छुट्टीको टाइम त हो जस्तो लाग्यो तर मान्छे टन्नै आउनु घुमिसक्यो अब यताबाट जानुपर्छ पित्तल के ढुङ्गाहरू छ होइन प्लास्टिक लबरहरू कति राम्रो राम्रो चिजहरू छ त्यस्तो त होइन त्यो रोएर बस्ने यो चाहिँ हाम्रो भान्जी मेरोमा त राम्रो आउँदो रहेछ त बहिनी मेरो मोबाइल राम्रो भएर छन् ए ओ भरा तारे नै दिलो बाप फोनमा आमा छोरी ठ्याक्कै नै हो गाँदा चङचङ तारेन दिलो पापमा ठ्याक्कै ल ठ्याक्कै तारेन दिलो पापमा तारेन दिलो पापमा यो पनि स्तुप यो भएन परेर हेर्नु टक्क त आमा छोरी भान्जी र बहिनी भिडियो खिचिरहेछन् दाइले बेबीले परेरलाई मकै दिँदै ओइसिन्छ होइन यो ठाउँ चाहिँ एकदम सुन्दर देखिँदो रहेछ होइन यहाँबाट उता टक्क फर्केर हेर्दाखेरि होइन भिडियो लिँदाखेरि भनौँ न हेर्नु नभन्दा पनि भिडियो खिच्दाखेरि बोबाल देखियो होइन यहाँ चाहिँ आफ्नो आफ्नै हुँदो रहेछ कि यहाँ अब यो दिदी फोटो खिच्दै मेरो भनेर उहाँ आफ्नै स्टाइल दिँदै हुनुहुन्छ त्यहाँ खिच्ने मान्छे यता होइन खिची माग्ने मान्छे उताबाट फेरि ग्याङ आयो ठुलो भालै ग्याङ बेबी आउनु कति खुसी छ भाइ एकदम खुसी छ नानी यता फेरि अर्को दिदी एकदम फोटो खिच्नलाई होला कि खोइ किन हो मोबाइल निकालेर टक्क उता खिचिदियो हुनुहुन्छ उहाँ त्यो हेर्नु त राम्रो भान्जी पनि छन् यहाँ त्यो दिदीले टक्क कता के कस्तो खिच्ने भनेर चाहिँ स्टाइल दिइराख्नु भएको छ राम्रै हुनुहुन्छ उहाँ होइन हेर्नुहोस् उहाँ अब यहीँ राखेको भिडियो टिकटक बनाउनु भएको रहेछ फेरि हाम्रो भान्जी कहाँबाट मिसियो यता फेरि यस्तै छ यता बहिनी भयो होइन त्यसपछि अब टक्क स्तुप भनौँ भवाल छ स्तुप त्यसपछि परिवारहरू होइन खाना पाल्छन् कति रमाइराखेका छन् छोराछोरी होइन
यही त हो संसार पानी पनि त्यहाँ राखिदिनु भएको रहेछ पानी पनि पिउँदो रहेछ होइन टक्क नि यताबाट यस्तो हेरेको टक्क खुवाइरे दाइहरू पनि गइराख्नु भएको छ फेरि दिदीको अझै सकेकै छैन टिकटकमा भिडियो बाबरे बाबा मै गएर सँगै बनाऊँ के हो एउटा भन्ने पनि सोचेको छु हेरौँ लेट्सको अब के हुन्छ भनी हेरौँ होइन यो आज सन्डेको होइन टक्क यो पनि रमाइलो भयो आफ्नो तालमा यो फोटो खिच्नेले खिचिरहेको छ भिडियो हेर्नेले हेरिरहेको छ होइन आफूलाई निन्द्रा लाग्यो परिवार उठ्ने उडिराखेको छ मान्छे यता हिँड्ने हिँडिराखेको छ होइन यस्तो भयो यहाँ टक्क लगाएर तर यसमा लास्टमा चाहिँ एउटा एकदम राम्रो पोइन्टको दृश्य छ क्या होइन क्याप्चर भएको छ म पनि अहिले हेर्दा पो याद भयो होइन त्यो क्याप्चर भएको दृश्य म आफै दङ पऱ्यो भने होइन त्यो चाहिँ अब के हुन्छ मम्मी टाइममा राख्छु ल के सम्झेको के भयो भयो